अब हामी टक्कर लगाएर करपोट पिकनिक 2082 मा हामी पिकनिक जाँदैछौँ। टक्कर लगाएर साथीहरू हामी यहाँ साथीहरूलाई कुर्दैछौँ। साथीहरू अब हिँड्दै हुनुहुन्छ टक्कर लगाएर। अब हामी कहाँ नगरकोट जाने? कुन रिसोर्ट हो गाइज? रिसोर्टको नाम नगरकोट माउन्टेन भिस्टा। मुना आइसिङ साथीहरू आएका छन्, सब एक्साइटेड छन्, तर साथीहरू हामी वेट गर्नु परिरहेको छ। पूजा, हेलो पूजा, हेलो प्रतिमा, के छ? हेलो सुस्मी, हेलो नानी। ल साथीहरू हाम्रो टिम यही नै हो, आजको पिकनिकको टिम यही नै हो गाइज। कम्प्लिट भयो, अब रमाइलो गर्नुपर्छ एकछिन। ल हामी कहाँ नगरकोट माउन्टेन भिस्टा होइन? ल छोटी कार्यक्रम सुरु हुन गइरहेको छ। ल रबाट सुरु भएको छ यताको टिमलाई। ल ल गाइज, ल रबाट सुस्मी। रात टीका निधरमा टलक्क टल्कियो, छातीभित्र मायाको आगो सल्कियो। ए बिजुलीको तार 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 हजुर भेटौँ शनिबार। रातो चन्द्र सूर्य जङ्गी निशान हाम्रो, जिउँदो रगत सरियो बल्दो यो सान हाम्रो। आउँदै जाँदै गर्नु है सबलाई राम राम, आउँदै जाँदै गर्नु है सबलाई राम राम। मेरो टाल 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 कनलाई जो मेरो टिप्ली मेरो टाल 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 आइपुगेका छौँ। गाईहरू झर्दै हुन्छ सलक्क लगाएर। अब खुसीको हाँसो छ, भोगाइसक्यो होला केटाकेटीहरू। सलक्क लगाएर साथीहरू आउँदै हुन्छ, साथीहरू भोगाइसक्यो होला। हेलो हेलो मन्जु, झरू झरू गाई झरू झरू। खानेकुराहरू चिसो भइसकेको अवस्था छ होला। सुस्मी के छ रमेश? पूजा, हेलो पूजा, दाजु आउनुहोस्। साथीहरू पिङ खेल्न लागिसकेका छन्। साथीहरू भोगाएछन् है। ठिक छ, खाऊ खाऊ, मजाले खाऊ। भारी भयो ग्रुप फोटो देख्छौँ कि चक्कर लगाएर।
पिंकी फुलटोले अरे पैसा है तमाशा है नाचेगी पिंकी फुलटोले ऐसे है सारे सपनों की मुंबई की दिल्ली वालों की पिंकी है पैसे वालों की पैसे वाला की पैसे वालों की दीवानों की पिंकी है पैसे वालों की Oh God, one more remix. लड़की ओ लड़की आँख मारे ओ लड़की आँख मारे ओ लड़की आँख मारे Kamaria, aha, Kamaria, Kamaria, lagela, kala. ऐसा लगता मुझे तरह तरह भीगी भीगी रात में मीठी मीठी बात ऐसा लगता मकई बारी करम हरिया कथा करम करम मकई बारी करम करम हरिया कथा करम करम ल ल ल
एभ्रिवन अब हामी यहाँ एउटा म्युजिकल चेयर खेल्दैछौँ पार्टिसिपेसनहरू यहाँ हुन्छ मजाले सब रेडी छन् हेरौँ कसले यो आजको गेम जित्छ सबलाई हामी अल द बेस्ट भन्न चाहन्छु म म्युजिकल चेयर हुँदैको छ यो पिकनिक कार्यक्रममा ल सुरु भएको छ ल भएन यसबाट 2 जना आउट भएका छन् ब्याक हुनु पाइन है ब्याक भयो भने आउट है ब्याक आउट हो पूजा 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 आउट तिमी आउट गेम एकदम कम्पिटेटिभ छ ब्याक भयो नि आउट है ब्याक भयो नि आउट ब्याक हुनु पाउँदैन ल अलिक क्विक सोलो भयो दाइ आउट टप 7 CR7 अलिक फास्ट थ्रीको लागि भन्नु गइरहेको छ टप 3 भइसकेको छ अब हामी टप 2 निकाल्दैछौँ रक्षा मन्जु मुना हिमालको काख मुनि हामी आज यो म्युजिकल चेयर खेल्दैछौँ क्विक म हिँड्दैन ताली guys ताली it's final round guys it's final round अलि टाढा fast फास्ट र विनर भएको छ रक्षा फर्स्ट भएकी थिए के भन्नु छ जिता कस्तो महसुस भइरहेछ कङ्ग्रेचुलेसन्स वन्स अगेन बिग क्ल्याप फर रक्षालाई गिफ्ट दिन अर्गनाइजर कमिटीका सदस्यलाई म हार्दिक अनुरोध गर्दछु गिफ्ट सेकेन्ड पनि हो फर्स्ट र सेकेन्डलाई गिफ्ट रहेको छ यो कुरा फर्स्ट कि सेकेन्ड गुण फर्स्ट भाइ फर्स्टलाई गिफ्ट दिनु हुन म बिरन फर्स्ट रक्षा बहिनी सेकेन्ड भएकी छिन् मुना भट्टराई ल सबैलाई बधाई छ रमाइलो भयो मन्जुले प्रयास राम्रो थियो तिम्रो ठिक छ नेक्स्ट टाइम रक्षा के छ बधाई छ तिमी अहिले जित्यौ होइन थ्याङ्क यू दाइ फेरि जित्नुपर्छ ल गाइस मजाले खाऊ है मन्जु दाइ अब लिएर आएर खानुपर्छ बिङ्गो खेल्न गइरहेका छौँ के छ जितिन्छ त आज बिङ्गोमा खोइ सर थाहा छैन के छ मुना जितिन्छ त बिङ्गो रुना अब बिङ्गो हामी खेल्न गइरहेका छौँ गाइजहरूले आफ्नो टिकट लिइसक्नु भएको छ हेरौँ कसले जित्छ आज रक्षाले त अघि जितिसकेका छ बिङ्गो बेच बिहान कार्यक्रम भइरहेको छ यहाँ अब राम्रो तरिकाले बिग्रिरहेको छ यो चाहिँ मैले जित्नुपर्छ मलाई बिङ्गो पर्नुपर्छ मन्जु के छ भन तिम्रो केही शब्दहरू राम्रै हुन्छ बेस्ट विशेष बिङ्गो गेम सुरु गर्न गइरहेका छौँ आजको यो पिकनिक छ मैदेवी ब्रान्च र बानेश्वर ब्रान्च मिलेर हामीहरू आएका छौँ नेक्स्ट इयर पनि हामी फेरि नै आइनेछ साथीहरूले अघि मजाले उ गरिसक्नु भएको छ म्युजिकल चेयर हामी खेल्यौँ
त्यसमा साथीहरू विजयहरू दाइले पनि प्रयास गर्नु सक्नु भएन। अब यता हाम्रो पूजाले पनि अब हामी के गर्दैछौँ भने नयाँ गर्दैछौँ है 3 रो है 3 रो अनि आएर कर्नर अनि आएर बिङ्गो है। रोको जित्यो भने कति आउने भयो 500 रुपिस त बिङ्गो पऱ्यो भने आयो हामीहरूलाई 2000 रुपियाँ। जाऊ त खै मिल्न पाइन्न है गाइज। भिडियो रातो गर्नुपर्छ दबाई रातो भयो गुड। लास्टमा फेरि भिडियो नबन्नु लाग्यो। ओहो अब आयो आवाज मेरो बहिनीलाई सुनाउँदैछु म 83 यस्तो नराम्रो कोठा पर्यो यार नराम्रो कोठा पर्यो। नेक्स्ट नानी अब यसरी पनि यसरी पनि गर। अर्को आयो अर्को यार कस्तो सामान कम भयो नि त मेरो अनेक कोठा परेको छ यार। ओ माई गॉड मैले भने के आउँछ है 52 यस्तो दुईटा बन्नु त भएन नि त 4वटा बन्नु पर्यो नि त। 52 सकेपछि सायदै सकु भन्यो है नानी भयो अहिले मेमोरी नाच्नु। हाम्रो स्मृतिले बिङ्गो पारेकी छिन् अब यिनले एउटा रो पनि पारेकी थिएन। टोटल 2500 जित्न सफल भएकी छिन्। उनलाई धेरै धेरै शुभकामना छ उत्तर प्रगतिको कामना छ। यस्तै गेमहरू खेलिराख्नु होला गाइजहरू। 500 जित्ने हामी रक्षा बहिनी पनि छिन्। अर्को को नाममा जितेको कामना म्यान जित्नुभयो सबैले जितेको छ नि। यहाँ हामीहरू खेलियो रमाइलो भयो गाइजहरू। मेरो अलमोस्ट मिलिसकेको थियो मलाई 4ले धोका दियो। यता बोकेर बस्दा हुन्छ लिएर आएर बसेर भन्नुपर्छ के गर्नुहुन्छ अब ठुलो बनायो भने फुटाउनेलाई सजिलो हुन्छ ठिक्क बनाइदिनु। यो फुटाउनेले प्राइस पर्छ होइन पहिला उता बेलुन राखेको हुन्छ अनि कुदेर गएर बेलुन लिएर आउने चेयरमा राखेर हो ल के गर बसेर फुटाउने अनि त्यसपछि को फर्स्ट जान्छ त्यही कहिले ल्याउने घरमा कहिले ल्याउने घरमा फाइदा हुन्छ ठुलो बनायो भने फुट्छ नि दाइ अलि लुज बनाउनु त्यो पाउनु भयो बनाउनु पर्छ दाइ फेरि फुटिहाल्छ यो त्यो पाउनेले फाइदा भयो दिनको मलाई म यो लिएर बस्छु कुद्न सक्नुपर्छ भन्दा पनि एउटै साइजको बनाऊ है ल र कोही त कति सानो त्यही भने अलिक मिलेन के हो कुरो स्मृतिले अब हामी चाहिँ अब खुट्टामा बलुन बाँधेर कुद्ने रेस खेल्दैछ। यस्ता पनि रक्षाले जित्ने होला होइन। कसरी थाहा भयो मलाई आज लग लागिरहेछ। ल आज नानीहरूले गेम चाहिँ राम्रो राम्रो गेम लिएर आएको रहेछन्। डु फास्ट आफ्नो बुढा ल्याइन अरूको बुढा ल्यायो आफ्नो बुढा ल्याइन अरूको बुढा ल्यायो। Yes, guys, let's do fast. अब अरूको बुढा ल्यायो। Hey, who will be the winner? Let's see who will be the winner. Let's see who will be the winner of this game. Out. अब 5 जना बाँकी रहेका छन्। अब 3 जना बाँकी रहेका छ। छोप्न पाइन्न नो टच नो बॉडी टच। अब 3 जना 4 जना बाँकी छन्। अब बिस्तारै 5 जना ल अब 4 जना बाँकी छन् 4 जना बाँकी छन्। चार जना बाँकी रहेका छन्। गेम एकदम कम्पिटिटिभ छ। हेरौँ कसले जित्छ गेम। थाकेको रेस गर्दै खेल। सास पनि गाह्रो होला गाइज। हात पछाडि रक्षा हात पछाडि 1 2 3 गो गाइज गो। अगाडि गेम अगाडि बढ लड्नाउ तिमी अगाडि बढ अरियाल अगाडि बढ
नजिक 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 धेरै टाढो नहो फास्ट 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 तिमी लड्ने हो नि तिमी टाढा बसेर हुँदैन टाढा बसेर हुँदैन नजिक 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 टाढा बसेर हुँदैन धेरै टाढो भयो टाढो भयो धेरै 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 टाढो भयो भने आउट हुन्छ है म आउट पाइन्छु हो आउ गुड 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 किप अप किप अप किप अप नजिक 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 घेर 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 ग्रुप बना घेर न फास्ट 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 ओ आफ्नै जग्गा भिडियो भिडियो अनि गेम हेर्नु नि साथी यता 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 तिम्रो घेर तिमी यता तिमी यता यता एकछिन एकछिन हो टाढो आउट उता गयो भने आउट है अब यता यता ल यहीँ नजिक 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 टाढो न टाढो टाढो यहीँ नजिक हो यतिमा घेर हो भयो And the winner is ज्योति अर्याल अर्यालको नाम राखेकी छिन् अर्यालको नाम रोशन गराएकी छिन् यिनले यहाँ ल अब टिकटक बन्ने कार्यक्रम पनि सँगसँगै भइरहेको छ गाइजहरू एकदमै टिकटकमा व्यस्त छन् धेरै प्रयास गरेका छन् टिकटकमा यी हम तयार छौँ अब लास्टतिर भइसकेको छ अब यसपछि अब पिकनिक पनि अब सकिए जस्तो छ अब लास्ट इन्डिङमा आएको छौँ हामीहरू गाइज के छ कस्तो भयो त आजको दाइ के छ कस्तो भयो आज फर्स्ट क्लास ल के छ कस्तो रमाइलो ल के छ सुस्मी ठिक छ रमाइलो भयो नि भिडियो झन् रमाइलो थियो है गाइज रमाइलो भयो ल ल ल लगाइजहरू सबै फर्किँदै अब रमाइलो भयो नि होइन नानी रमाइलो भयो सकियो केही भन्नु छ लास्टमा नेक्स्ट इयर पनि आउनुपर्छ ल ल ल ल टन्न खाइयो टन्न नाच्यो गेम पनि खेलियो होइन सल्लाहको लाएर 25 हाम्रो स्मृतिले 25 जितेको छ सबैले टिकटक बनायो नाच्यो जस रमाइलो भयो आज होइन ल ल जय शम्भु हर हर महादेव शिवको सारा संसार शिवको म पनि शिवको बोल्यो त्यो पनि शिवको यो पनि शिवको सारा संसार शिवको म पनि शिवको